स्वागत छ आजको यो व्याख्यामा। आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौँ जुन सुन्दा अलि प्राविधिक लागे पनि हाम्रो दैनिक जीवनको हरेक कुरासँग जोडिएको छ। त्यो हो तरङ्गहरूको भौतिक विज्ञान अर्थात् फिजिक्स अफ वेव्स, विशेष गरी प्रगामी र अप्रगामी तरङ्गहरू। ऊर्जा कसरी एक ठाउँबाट अर्को ठाउँमा सर्छ भन्ने कुराको पछाडि यही अदृश्य मेकानिक्स लुकेको हुन्छ। सुरु गरौँ है त। ल अब आजको विषयवस्तुतिर लागौं। आज हामी मुख्यतया यी 5वटा कुराहरू हेर्नेछौं। पहिलो, प्रगामी तरङ्गको संरचना। दोस्रो, गतिको गणित। तेस्रो, अध्यारोपण अर्थात् सुपरपोजिसनको सिद्धान्त। त्यसपछि अप्रगामी तरङ्ग कसरी बन्छ भनेर हेर्छौं र अन्त्यमा नोड्स, एन्टिनोड्स र बाउन्ड्री कन्डिसनको कुरा गर्नेछौं। सुन्दा अलि गाह्रो लाग्यो होला, तर नआत्तिनुस्, यसलाई हामी एकदमै सरल तरिकाले बुझ्नेछौं। पहिलो खण्डबाट सुरु गरौँ, प्रगामी अर्थात् प्रोग्रेसिभ तरङ्गको संरचना। यहाँ हामी ऊर्जा कसरी निरन्तर अगाडि बढ्छ भनेर हेर्नेछौँ। अमूर्त लाग्ने गणितलाई हाम्रो भौतिक संसारसँग जोडेर बुझ्ने प्रयास गरौँ। खासमा प्रगामी तरङ्ग भनेको के हो त? एकदम सरल भाषामा भन्नुपर्दा यो यस्तो तरङ्ग हो जुन एउटा निश्चित दिशामा निरन्तर अगाडि बढिरहन्छ। तर यहाँनिर एउटा रमाइलो कुरा छ है, यसले ऊर्जालाई अगाडि त धकिल्छ, तर माध्यमका कणहरू अर्थात् पार्टिकलहरू आफै चाहिँ अगाडि बढ्दैनन्। तिनीहरू जहाँको त्यहीँ बसेर तलमाथि कम्पन मात्र गरिरहेका हुन्छन्। यसका केही आधारभूत नियमहरू छन्। मुख्य कुरा, यसले ऊर्जालाई बिन्दु एबाट बिन्दु बीसम्म पुर्याउँछ। यो निरन्तर चलिरहन्छ, कहीँ पनि रोकिँदैन वा ड्याम्प हुँदैन। अर्को रोचक कुरा के भने, माध्यमका हरेक कणको एम्प्लिच्युड वा आयाम ठ्याक्कै उस्तै हुन्छ। र याद गर्नुपर्ने कुरा, यसमा कुनै पनि कण सधैँको लागि विश्राममा बसेको हुँदैन, सबै कुरा चलायमान नै हुन्छन्। यसलाई दिमागमा चित्र बनाउन एउटा स्लिङ्कीको कल्पना गरौँ। एउटा लामो स्लिङ्कीको छेउ समातेर तलमाथि हल्लाउँदा त्यहाँ एउटा तरङ्ग बन्छ नि, होइन? त्यो तरङ्ग जसरी अगाडि सर्छ, ठ्याक्कै त्यही नै हो प्रगामी तरङ्ग। गणितीय कुराहरूमा छिर्नु अघि यो दृश्यलाई दिमागमा राख्नुभयो भने सिद्धान्त बुझ्न धेरै सजिलो हुन्छ। अब जाउँ खण्ड 2मा, गतिको गणित। अघि हामीले कल्पना गरेको त्यो भौतिक गतिलाई अब गणितको भाषामा कसरी लेख्ने त? आउनुस् हेरौँ। यो ग्राफले त्यसलाई एकदमै राम्रोसँग देखाउँछ। यहाँ तरङ्गका चुचुरा र गहिराईहरू देख्न सकिन्छ। यही समतल प्रगामी तरङ्गलाई हामी गणितीय भाषामा एउटा सुन्दर समीकरणले जनाउन सक्छौं, y = a sin ωt - kx। सुन्दा अलि जङ्गली लागे पनि यसले केवल समय र स्थानको आधारमा तरङ्ग कसरी अगाडि बढ्छ भन्ने कुरालाई देखाएको मात्र हो। यो समीकरणमा एउटा सानो तर महत्त्वपूर्ण चल छ, के, जसलाई वेभ नम्बर भनिन्छ। यसले तरङ्गको स्थानिक आवृत्ति वा स्पेशल फ्रिक्वेन्सीलाई मापन गर्छ। सिधा कुरा के हो भने, यदि के को मान धेरै छ भने तरङ्गदैर्घ्य अर्थात् वेभलेन्थ छोटो हुन्छ र तरङ्ग एकदमै खाँदिएको हुन्छ। यो एक किसिमले तरङ्गको बाक्लोपन नाप्ने तरिका हो। अब तेस्रो खण्डमा प्रवेश गरौँ, अध्यारोपण अर्थात् सुपरपोजिसनको सिद्धान्त। यहाँबाट चाहिँ कुरा अझै धेरै रोचक हुँदै जान्छ है। एउटा रमाइलो प्रश्नको कल्पना गरौँ। दुईवटा स्वतन्त्र तरङ्गहरू आफ्नै बाटोमा हिँडिरहेका छन् र अचानक ठ्याक्कै एउटै ठाउँमा एकै समयमा आइपुगेर खप्टिए भने वास्तवमा के हुन्छ होला? यो टकराउ वा कोलिजन नै आजको हाम्रो मुख्य आकर्षण हो। यही सैको जवाफ दिन्छ अध्यारोपणको सिद्धान्तले। यसको गणित साँच्चै भन्नुपर्दा अचम्म लाग्ने गरी सरल छ। जब तरङ्गहरू आपसमा खप्टिन्छन्, कुनै पनि कणको नयाँ विस्थापन भनेको ती प्रत्येक तरङ्गको आफ्नो विस्थापनको सीधा योगफल मात्रै हो, अर्थात् जोड घटाउ मात्र हो। y = y1 + y2 + y3 छ नि, एकदमै सजिलो। अब लागौं खण्ड 4मा, अप्रगामी अर्थात् स्टेशनरी तरङ्गको निर्माण। यहाँ हामी ऊर्जा अगाडि बढ्नबाट कसरी रोकिन्छ भनेर हेर्नेछौँ। विपरीत दिशाबाट आइरहेका दुई समान प्रगामी तरङ्गहरू ठोकिँदा कस्तो अद्भुत परिणाम निस्कन्छ त्यो हेरौँ। यहाँनिर सबैभन्दा चाखलाग्दो कुरा छ, यी दुई प्रकारका तरङ्ग बीच ठूलो भिन्नता छ। एकातिर प्रगामी तरङ्ग छ जसले ऊर्जालाई निरन्तर बोकेर हिँड्छ, तर अर्कोतिर अप्रगामी तरङ्गमा ऊर्जाको स्थानान्तरण शून्य हुन्छ। ऊर्जा एकै ठाउँमा थुनिन्छ र तरङ्ग स्थिर भए जस्तो देखिन्छ। गिटारको तार बजाउँदा वा कोठामा आवाज गुन्जिँदा यही जादु भइरहेको हुन्छ। यसलाई अझै व्यावहारिक रूपमा बुझ्न एउटा तारको प्रयोग सम्झौँ न।
एउटा तारको एक छेउलाई भाइब्रेटरमा जोड्ने र अर्को छेउलाई कतै कसिलो गरी बान्ने। अब भाइब्रेट गराउँदा एउटा तरङ्ग अगाडि जान्छ अनि भित्तामा ठोक्किएर त्यही तरङ्ग फर्किन्छ। ती दुई खप्टिँदा एउटा यस्तो अवस्था आउँछ जहाँ तरङ्ग पूर्ण रूपमा स्थिर भएर बसेको जस्तो देखिन्छ। हो, त्यही नै स्टेशनरी वेभ हो। गणितको भाषामा यसलाई स्थिरताको समीकरण भन्न सकिन्छ। y = 2a cos kx sin ओमेगा t। यहाँनिर ध्यान दिनुपर्ने कुरा के हो भने यो नयाँ एम्प्लिट्युड जुन 2a cos kx छ नि त्यो अब दूरीमा निर्भर हुन्छ। यसको मतलब तरङ्गका कुनै भागहरू एकदमै जोडतोडले हल्लिन्छन् भने कुनै भागहरू पटक्कै हल्लिँदैनन्, चट्टान जस्तै स्थिर हुन्छन्। अब हामी आजको व्याख्याको अन्तिम खण्डमा आइपुगेका छौं, नोड्स, एन्टिनोड्स र सीमाहरू। यहाँ हामी यो स्थिरताको भित्री संरचना कस्तो हुन्छ भनेर हेर्छौं। यो चित्रले स्थिरता र कम्पनको नक्सा एकदमै प्रष्ट देखाउँछ। तरङ्गको कुन भाग पूर्ण रूपमा शान्त छ र कुन भागमा सबैभन्दा धेरै उछाल छ भन्ने कुरा यहाँबाट सजिलै छुट्याउन सकिन्छ। यो निकै रमाइलो छ किनकि प्रकृतिलाई चलाउने यहाँ एउटा कडा र निश्चित ज्यामिति हुन्छ। जहाँ कणहरू पूर्ण रूपमा स्थिर हुन्छन् त्यसलाई नोड अर्थात् एन्टी भनिन्छ र जहाँ कणहरूले सबैभन्दा धेरै विस्थापन गर्छन्, उछाल मार्छन्, त्यसलाई एन्टिनोड वा ए भनिन्छ। दुईवटा लगातार नोडहरू बीचको दूरी सधैँ λ/2 हुन्छ र एउटा नोड र त्यसपछिको एन्टिनोड बीचको दूरी λ/4 हुन्छ। यो एकदमै पक्का गणितीय नियम हो। तर यो सबै कुरा माध्यमको अन्तिम किनार अर्थात् बाउन्ड्रीले तय गर्छ। दुईवटा अवस्था हुन्छन्। पहिलो, खुला सीमा वा ओपन बाउन्ड्री। यहाँ तरङ्ग ठोक्किएर फर्किँदा त्यसको फेज परिवर्तन हुँदैन र ठ्याक्कै त्यही किनारमा एउटा एन्टिनोड बन्छ। दोस्रो अवस्था, बन्द सीमा। यहाँ भने फर्किने तरङ्गको फेज पाइले उल्टिन्छ, जसले गर्दा त्यहाँको विस्थापन शून्य हुन्छ र किनारमा नोड बन्न पुग्छ, अर्थात् तरङ्ग त्यहाँ ठप्प हुन्छ। आउनुहोस् हेरौँ यो कसरी विकसित हुन्छ। यहाँ खुला र बन्द पाइपहरूमा बढ्ने अप्रगामी तरङ्गहरूलाई दाजेर देखाइएको छ। एउटा बाँसुरी वा कुनै हावाबाट बज्ने बाजाको ध्वनिको स्वरूप कसरी बन्छ भन्ने कुरा यही सीमाको अवस्थामा भर पर्छ। बाउन्ड्रीले नै तरङ्गको अन्तिम आकारलाई निर्देशित गर्छ। अब अन्त्यमा एउटा निकै गहिरो प्रश्न मनन गरौँ। यदि यी अप्रगामी तरङ्गहरूले ऊर्जालाई यसरी एकै ठाउँमा पूर्ण रूपमा कैद गरेर राख्न सक्छन् भने यो अदृश्य गणितीय र भौतिक संरचनाले अहिले हाम्रो वरपरको भौतिक संसार र ध्वनिलाई कसरी आकार दिइरहेको होला? तरङ्ग मेकानिक्सको यो शक्तिले पक्कै पनि हामीलाई प्रकृतिको वास्तविक सुन्दरताबारे सोच्न र अझै धेरै जान्न उत्सुक बनाउँछ।